आजको दोस्रो दिनको तेस्रो म्याच सुरु हुन गइरहेको छ। मटी खानुपर्छ चिरुवा मेरो मटी खानु मेरो मटी खानु कहाँ ल्याएछ र कहाँ ल्याएछ मटी खानु कि अघि उहाँ बाइकमा पुग्यो त्यसको पछाडि चिरुवा ल्याएछ कि है नेपालको ल्याएछ त र आजको तेस्रो गेम पनि सुरु भइसकेको छ। चिरुवा भर्सेस फिन एफसी बिच हुन गइरहेको छ। यो म्याच पनि सुरु भइसकेको छ। रसिदमा दस राहुल थापा बल कन्ट्रोल गर्दै यो बल आउट हुनु पुगेको छ भने किकिङ प्राप्त यहाँ फिन एफसीको लागि। मनोज गुरुङ राम्रो पास राम्रो कोसिस फेरि पनि र यो बल आउट सरी किपर धेरैभन्दा बाहिर आएर बल टच गर्नु पुगेको थियो र यो फ्री किक प्राप्त गरेको छ यहाँ विभिन्न एफसीको लागि। जस्तोमा साथको यो प्रहार सुदीप तामाङ राम्रो सर्टको कोसिस रहेको थियो डाइरेक्टली बाहिर पुगेको छ बल। जस्तोमा साथको कोसिस यहाँ प्रेसरको लागि पनि बल आउट। किकिङ प्राप्त यहाँ विभिन्न एफसीलाई। मनोज गुरुङ ब्याक पास दिन पुगेको छ त्यहाँ। जस्तोमा 11 एम छेत्री क्लियर गरेर पुगेको थियो बल पनि किकिङ प्राप्त यहाँ विपिन एफसीको लागि। मनोज लेफ्ट सर्ट राम्रो कोसिस रहेको थियो तर बल आउट हुनु पुगेको छ। सुभाष बस्यालको यो सरी
शिवा बसिहालको यो पास भने बारिनु पुगेको थियो। जर्सीमा 7 ब्याक पास सिधै विपिन एफसीका खेलाडी स्टेक गर्न पुगेको थियो। यो फल हुनु पुगेको छ। फेरि पनि फ्री किक प्राप्त गर्थे विपिन एफसी। राम्रो ठाउँमा यो फ्री किक पनि प्राप्त भएको छ विपिन एफसीको लागि। यो चान्स बल रहेको छ स्कोर गर्नको लागि पनि, खाता खोल्नको लागि यो मौका विपिन एफसीको लागि। जर्सी नम्बर 17 मनिष ठकुरी यो प्रहार रहेको थियो, ब्लक हुनु पुगेको छ। बल पनि किक प्राप्त गर्दै विपिन एफसीको लागि मौका बनाउँदै आइएम छेत्री मिस्टेक पास गर्नु पुगेको थियो त्यहाँ। दिवस गुरुङ त्यहाँ फल रहेको छ दिवस गुरुङको लागि। फ्री किक प्राप्त यहाँ चिरुवा टिमलाई पनि राहुल थापा फ्री किक लिँदैछ। राम्रो कोसिस रहेको थियो, अलिकति हाई हुनु पुगेको थियो त्यो सर्ट पनि। अबको लागि मौका विपिन एफसी बनाउँदै जर्सी नम्बर 77 यो फेरि पनि निकै नै हाई प्रहार रहेको थियो। बलमा पनि आइएम छेत्रीको यो पास दिवस गुरुङलाई कन्ट्रोल लिन सकेन त्यहाँ। राम्रो कोसिस त्यहाँ जर्सी नम्बर 4 को सुभाष गुरुङबाट विपिन एफसी खेलाडी। दिवस गुरुङको यो हेडिङ पास जर्सी नम्बर 8 राहुल गुरुङ कन्ट्रोल लिन सकेर त्यहाँ बल ब्याक पास सिधै जर्सी नम्बर 1 मुमिन तामाङ। हाम्रो पासको कोसिस रहेको थियो मुमिन तामाङबाट। मौका त्यहाँ मनोज गुरुङ जर्सी नम्बर 77 त्यहाँ अङ्कित गुरुङ कन्ट्रोल पनि त्यहाँ लिन सकिएन बल। बल अलिको लागि राम्रो सर्टको कोसिस ब्लक हुनु पुगेको छ त्यहाँ। कन्ट्रोल त्यहाँ लिन सकिएन बल। राहुल गुरुङ ब्याक पास सिधै राम्रो पास निकालेको थियो त्यहाँ दिवस गुरुङ। त्यो पास पनि देख्न सकिएन त्यहाँ टिममेटको पास। मुमिन तामाङ टिममेटको खोजीमा कन्ट्रोल लिन सकेन त्यहाँ। जर्सी नम्बर 10 राहुल थापा ब्याक पास सिधै विपिन एफसीका खेलाडी। राम्रो पासको कोसिस मनोजलाई रहेको थियो त्यहाँ अकितबाट पनि। अरूको लागि चिरुवाका खेलाडी त्यहाँ सर्ट बाहिर पुगेको छ। अङ्कितको पास राम्रो मौका रहेको थियो त्यहाँ जर्सी नम्बर 4 लाई सुभाष गुरुङ। त्यो कन्ट्रोल पनि त्यहाँ लिन सकिएन। दिवसको लागि मौका जर्सी नम्बर 8 यो निकै फितलो प्रहार रहेको थियो जर्सी नम्बर 8 राहुल गुरुङबाट। विपिन एफसी मौका रहेको छ जर्सी नम्बर 4 सुभाष गुरुङ फेरि पनि फितलो प्रहार त्यहाँ। दिवस कन्ट्रोल लिन सकेर त्यहाँ बलमा पनि
किक यहाँ बिपिन एफसीको लागि मुमिन तामाङ साइड पास आउट बल रहेको थियो भने किकिङ प्राप्त यहाँ चिरुवाको लागि दिवस गुरुङ ब्याक पास सिधै यसमा 10 राहुल थापाको लागि त्यसमा राहुल गुरुङ आयाम छेत्री दिवस गुरुङ बलमा लङ पासको लागि कोसिस रहेको थियो भने फल हुनु पुगेको छ फ्री किक प्राप्त यहाँ बिपिन एफसीको लागि मुमिन तामाङ रहेको छ ब्याक गोलकिपिङमा र उताको गोलकिपर भने शिवा बसिहाल रहेको छ राहुल गुरुङ आयाम छेत्री बलमा अगाडि बढाउने कोसिस बल आउट किक प्राप्त यहाँ बिपिन एफसीलाई त्यसमा 7 बल आउट कर्नर किक प्राप्त गर्दै बिपिन एफसीलाई ब्याक पास मुमिन तामाङ हाम्रो पास मौका रहेको छ र स्कोर गर्दै जर्सी नम्बर अंकित गुरुङ जर्सी नम्बर 77 बिपिन एफसी तालपाडी अंकित गुरुङ पहिलो गोल हाम्रो टिमको लागि गर्न सफल रहेको छ आयाम छेत्री टच बल रहेको थियो भने कर्नर किक प्राप्त गर्दै चिरुवाको लागि डाइरेक्ट पास हुन पुगेको थियो भने पहिलो हाफ सकिसकेको छ पहिलो हाफ स्कोर बिपिन एफसी 1 चिरुवा 0